हेलो गाइस, नमस्कार। स्वागत छ यहाँलाई मेरो भिडियोमा। आज चाहिँ नयाँ वर्षको दिन मैले यो भिडियो हाल्दैछु। मलाई चाहिँ एकदम अब मिनी भ्लग भनेर अरूले हाल्छन् अनि मलाई पनि बनाउने रहर लाग्यो। अनि हामी चाहिँ अस्ति गएको थियौँ महोत्सव, महादेवीको महोत्सव। उहाँहरूले चाहिँ ल हामी मौसम जाने भन्नुभयो होइन। उहाँहरूको अब इच्छा भएपछि अब हामीले पुरा गर्नु पर्यो। अनि उहाँहरू रेडी हुनुभयो। अनि त्यसपछि जाम भन्दै हुनुहुन्थ्यो। मान्छे पसलमा आएर एकछिन रोकिनु पर्यो। अनि त्यसपछि हामी लाग्यौँ महोत्सवतिर। उहाँहरूको चाहिँ मैले फोटो भिडियो बनाउँदै थिएँ। अनि के बोल्दै हुनुहुन्छ। मैले अनि सोधेको कुराहरूको जवाफ दिँदै हुन्छ। उहाँलाई चाहिँ एकदमै हतार भइसकेको थियो। तर पनि एकछिन त वेट गर्नु पर्यो। अनि फेरि बाइक किन जानुभयो उहाँहरू। अनि बाइकको पर्खाइमा हुनुहुन्छ उहाँहरू। अनि हामी सरर गयौँ महादेवी महोत्सव। मौसम भनौँ, मौसम। उहाँहरूले हामीलाई त्यही सिकाउनु भएको छ। बाइकमा चढाए, बाइकमा गुडिया चाहिँ बनाएन मैले। मलाई अब बाइकमा हिँड्दा चाहिँ त्यो बनाउन अलिक अजिब लाग्छ कि। अनि पुग्यौँ हामी महोत्सवमा चाहिँ खासै अब त्यो दिन चाहिँ त्यति धेरै मान्छे हुनुहुन्थ्यो। हामीलाई चाहिँ सजिलो भयो किनकि केटी मान्छे भयो भने आत्तिन्छन्, गर्छन् होइन। तर हामी चाहिँ सहजै गयौँ होइन, सजिलो भयो। अनि उहाँ जाने बित्तिकै गाडी खेल्नुभयो। मान्छे नभएपछि त अब गाडीमा पनि अलि 4-5 मिनटै खेल्न पाउनुभयो किनकि त्यति धेरै मान्छे भिड थिएन। अनि त्यहाँ खेलाउने मान्छेले पनि अलि टाइम खेलाइदिनु भयो। उहाँहरू चाहिँ खुसी भएर खेल्दै हुनुहुन्छ। 5-7 मिनटै खेल्नुभयो होला यो एउटा होइन। यता नि जाने उता नि जाने, यसो पनि गर्ने उसो पनि गर्ने भन्नुहुन्छ होइन। सबैतिर ठुलो खेल्ने कुरामा पनि जाने भन्दै हुनुहुन्थ्यो। तर त्यो त ठुलो मान्छे खेल्ने हो, बच्चाले त्यही गाडी खेल्ने हो भनेर पो हामीले गाडी खेलायौँ। उहाँहरू चाहिँ अनि बेला बेलामा चाहिँ स्याड हुनुहुन्थ्यो। अनि हामीले हाँस्नुहोस् भन्यो भने हाँस्ने, अनि फेरि न्याम्म पर्ने, अनि फेरि हाँस्ने होइन। अब त्यो डर पनि अलिअलि लाग्यो आउँदो हो। अनि यस्तै गरेर यहाँ खेल्यौँ। यो गाडीको माथि चाहिँ टक्क धागो हालेर राम्रो बनाएको रहेछ होइन। रमाइलो मान्दै हुनुहुन्छ उहाँहरू। रमाइलो छ होइन। अनि त्यसपछि चाहिँ अब उता लग्यौँ, स्टेजपट्टि लग्यौँ। एकछिन खेलेपछि त गाह्रो भयो। एकछिन अब त्यतातिर डुल्यौँ। अनि त्यसपछि हामी उतातिर गयौँ। अनि खाजा के खाने होला भनेर हेऱ्यौँ होइन। अनि त्यसपछि हामीले खाजा के खायौँ होला गेस गर्दै गर्नुहोस् है। अहिले भिडियोको अन्तिमसम्म त आइहाल्छ के खाजा खायौँ भनेर होइन। हामीले चाहिँ खायौँ मोमो। यो चाहिँ हामीले बनाना मोमो खाएको है। एकदमै मिठो चाहिँ दामी लाग्यो होइन, स्वाद चाहिँ। उहाँहरूले नि हा गर्दै सससँग मोमो मिठो मानेर खानुभयो। अझै खाने भन्दै हुनुहुन्थ्यो सरले चाहिँ। हेर्नुहोस् न, हेर्नुहोस् उहाँको खुवाइ। आफैले खानुपर्छ, फेरि खुवाइदिएर नि हुँदैन। अनि फेरि खाजा खाएर फेरि अर्को गेम खेल्ने भनेर अर्को गेम खेलाइदिउँ। अनि त्यसपछि अब धेरै बेर बस्यो भने त त्यही हो, केटी धेरै बेर एक ठाउँमा बस्नै नसक्ने। अर्को गेम खेलेपछि फेरि हामी एकचोटि स्टेजतिर गयौँ। स्टेजमा चाहिँ त्यति बेला खाजा ब्रेक भनेर कोही पनि हुनु नथ्यो होइन। अनि त्यसपछि उहाँहरूलाई स्टेजको माथि नै जानु परिरहेको थियो होइन। अनि त्यसपछि उहाँहरू स्टेजको माथि नै सोफामा गएर टक्क बसेर गफसफ गर्नुभयो। एकछिन रमाउनु भयो। के गफ गर्दै हुनुहुन्छ उहाँले चाहिँ, के भन्नुभएको छ त्यतिखेर मैले सुनिनँ होइन। एकदमै रमाइलो गरेर हामी घर आयौँ।
थ्याङ्क यू फर वाचिङ। लाइक कमेन्ट सेयर गरिदिनु होला।